उत्तर अमेरिकामा अहिले फिफा विश्वकप आयोजना भइरहँदा तपाईँले पनि त्यहाँको मैदान निहाल्नु भएको होला। कति स्मुथ छ र कति सफा अनि कति राम्रो। नेपालको एक मात्रै ऐतिहासिक महत्त्वको दशरथ रङ्गशालाको मैदान भने यस्तो छ। यहाँ मेरो घुँडासम्म घाँस उम्रिएका छन्। लामो समयदेखि यो मैदान हेरचाहविहीन बन्दाखेरि यहाँ घाँसे मैदानमा परिणत भएको अवस्था छ। दशरथ रङ्गशाला नेपालको एक मात्रै अन्तर्राष्ट्रिय रङ्गशाला। अहिले अन्तर्राष्ट्रिय मान्यता गुमाए पनि यो नेपालको एक मात्रै अन्तर्राष्ट्रिय रङ्गशाला हो र यो रङ्गशाला जहिले तयारी अवस्थामा राख्नुपर्ने हो। तर नेपाल सरकारले के यसलाई व्यवस्था गरेको हो त के राखेपाले सम्हाल्न नसकेको। केही समय अगाडि एन्फाको मातहतमा रहेको यो मैदान एन्फाले तयारी गर्न नसकेको र बनाउन नसकेको भन्दै राष्ट्रिय खेलकुद परिषदले आफ्नो मातहतमा ल्याएको थियो। तर परिषदले अहिलेको अवस्थामा खेलकुद नभइरहेको अवस्थामा यो रङ्गशाला मर्मत गर्न छोडेको हो कि भन्ने पनि प्रश्न उब्जिएको भन्दै सामाजिक सञ्जालमा राष्ट्रिय खेलकुद परिषद र नेपाल सरकारप्रति धेरै प्रश्नहरू आएका थिए। त्यसपछि राष्ट्रिय खेलकुद परिषदले आजबाट मात्रै यो दशरथ रङ्गशालामा घाँस काट्ने काम सुरु गरेको छ। यो घाँस काट्ने काम अब कहिलेसम्म सम्पन्न हुन्छ र यो मैदान कस्तो बन्ने छ त? यी भित्रै यी छौँ रङ्गशालामै छु अहिले। पानी झ्यामझ्याम परिरहेछ, पुरा साह्रै पानी छ। अब पानी यदि अलिकति मौसमले साथ दियो भने 3 दिनभित्र, साथ दिएन भने 7 दिनभित्र र त्यही भित्र चाहिँ हामी सम्पन्न गर्छौँ। 2टा मेसिन पनि रहन्छ होइन। आज पनि मान्छेहरू राखेको मेसिनले काम गर्न सकेन पानीको कारणले गर्दाखेरि। अब यतिकै पानी आयो भने अब अलिकति काम गर्न कठिनाइ छ। यहाँ आएर हेर्दा देखिन्छ समस्या मैदानमा मात्रै होइन, प्यारापिटमा पनि छ। प्यारापिटमा बोट बिरुवाहरू अथवा झारहरू उम्रिएका छन्। दशरथ रङ्गशालाको छानाका 10औं ठाउँमा पुवालहरू परेका देखिन्छन्। यसलाई पनि जतिसक्दो चाँडो मर्मत गर्नु आवश्यक छ। 2 वर्ष अघि दशरथ रङ्गशालाले अन्तर्राष्ट्रिय मान्यता गुमायो। अहिले क्यानाडा, अमेरिका र मेक्सिकोमा आयोजना भइरहेको फिफा विश्वकपको छनौट नेपालले होम गेमहरू यही मैदानमा खेल्नुपर्ने थियो। ती खेलहरू पनि गुमायो। यसले गर्दा नेपाली खेलाडीहरू निराश छन्। घरेलु फुटबल अहिले ठप्प अवस्थामा छ। त्यति मात्रै होइन, सरकारले जहिले तयारी अवस्थामा राख्नुपर्ने दशरथ रङ्गशालाको पनि अहिले अवस्था जीर्ण बन्दै गएको छ। एएफसीका प्रतिनिधिहरू नेपालमै आएर अध्ययन गरिसकेपछि विश्वकप छनौटमा नेपालले बहराइन, जोर्डन र युएईसँग खेल्नुपर्ने होम गेम गुमाएको थियो। एएफसीले यो दशरथ रङ्गशालालाई पूर्ण अन्तर्राष्ट्रिय मान्यतामा फर्काउनका लागि विभिन्न शर्तहरू अगाडि सारेको छ। नेपाल सरकारले सेफ्टी सर्टिफिकेट दिनुपर्ने, इभ्याकुएसन प्लानहरू रङ्गशालाको मापदण्डमा हुनपर्ने र फ्लड लाइटको सुधार गर्ने लगायतका बुँदाहरू यो रङ्गशालालाई पुनः अन्तर्राष्ट्रिय मान्यता प्राप्त गराउनका लागि राखिएका शर्तहरू रहेका छन्। त्यो मैदान त अब त्यसको त अब वर्ल्डकै तपाईँको वर्ल्ड कप भएको बेला त्यो मैदानको अब त्यसको भनौँ न अहिले फिफाले बेच्न लाग्दाखेरि कति $1 करोड बेच्ने भन्ने कुरो आइरहेछ भने अब त्यो त धेरै स्ट्यान्डर्ड भइहाल्यो। अब त्यो हामीले देख्ने सुन्ने मात्रै हो होइन। अब हाम्रो देशको लागि हामीलाई चाहिने यसलाई चाहिँ अलिकति बनाउने र एएफसी र फिफाको स्ट्यान्डर्डलाई मेन्टेन गर्न हामी खोजिरहेका छौँ। जसले गर्दाखेरि केही बाहिरका गेमहरू पनि यहाँ होस् भन्ने सरकारको चाहना छ। दशरथ रङ्गशालाको पुनर्निर्माणका लागि पछिल्ला 2 वर्षदेखि बजेट विनियोजन भइरहेको छ। तर सम्बन्धित निकायले तादरुकताका साथ त्यसलाई इम्प्लिमेन्ट गर्न नसक्दाखेरि रङ्गशालाको हालत यस्तो भएको हो र रङ्गशालालाई फिफा र एएफसीले मान्यता दिने हिसाबले पुनर्निर्माण गर्न पनि अत्यन्तै ढिलो भइसकेको छ। यसलाई सम्बन्धित निकायले समयमै काम सम्पन्न गर्नु आवश्यक देखिन्छ। कान्तिपुर समाचारका लागि क्यामेरामा पशुपति बुढाथोकीका साथ विनय ज्योति सापकोटा, दशरथ रङ्गशाला, काठमाडौँ।